प्राङ्गारिक कृषि कर्णालीको पहिचान, विषादी रहित उत्पादन हाम्रो अभियान। विषादी प्रयोग मुक्त सप्ताह 2081। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको निर्णय अनुसार चैत्र 3 गतेदेखि 9 गतेसम्म विषादी प्रयोग मुक्त सप्ताह 2081 भव्य रूपमा मनाइएको छ। यसै सप्ताह अन्तर्गत सरकारवालाहरूसँग बैठक र छलफल गरी कर्णालीका विभिन्न जिल्लामा विषादी न्यूनीकरण सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरिएको थियो। सल्यानको कपुरकोट गाउँपालिकाको जीवन ज्योति मावि र नेपाल राष्ट्रिय माविमा विषादी न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरियो। सुर्खेतको ब्राहताल गाउँपालिकाको नेपाल राष्ट्रिय माविमा विषादी न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरियो। दैलेखको नारायण नगरपालिकाको जनता माविमा पनि विषादी न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरियो। त्यस्तै सडक नाटक कार्यक्रमहरू प्रदर्शन गरिएका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिकामा शनिबारे तरकारी हाट बजार क्षेत्रमा सडक विषादीको असर सम्बन्धी नाटक प्रदर्शन गरियो। सुर्खेतको वीरेन्द्रनगरमा विषादी प्रयोग मुक्त सप्ताह शुभारम्भ गर्दै प्रभात फेरी र्याली सहित मुख्य बजार परिक्रमा गर्दै घण्टाघर परिसरमा विषादी असर सम्बन्धी सडक नाटक प्रदर्शनी गरियो। विषादी प्रयोग मुक्त सप्ताह 2081 कै अवसरमा डोल्पाको दुनै र जुम्लाको खलङ्गामा पनि सडक नाटक प्रदर्शनी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। विषादी प्रयोग मुक्त सप्ताह 2081 को अवसरमा अनलाइन भिडियो प्रतियोगिता सञ्चालन गरियो, जसमा 4 वटा विषादी सम्बन्धी भिडियो छनौट गरिएका छन्। रासायनिक विषादी प्रयोग हुने भिन्न भिन्न क्षेत्रमा मोहनी पासोहरू वितरण गरिएका छन्। यस्तै जाजरकोट र रुकुम पश्चिममा विषादी प्रयोग मुक्त सप्ताहकै अवसरमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ। सल्यानमा विषादी न्यूनीकरण गर्न एवं यसको वातावरण र मानव स्वास्थ्यको असरबारे जनचेतना जगाउन कपुरकोट गाउँपालिकामा विषादी प्रयोग न्यूनीकरण सम्बन्धी अर्ग्यानिक कृषि प्रवर्धनका सामग्री वितरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। कोपिला भ्याली सेवा समाजद्वारा साना किसान PGS समूह किलपुर सुर्खेतका किसानहरूलाई जैविक विषादी र सूक्ष्म तत्त्व वितरण गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कृषि विकास कार्यालय दैलेखको आयोजनामा विषादी प्रयोग मुक्त सप्ताह 2081 अन्तर्गत नारायण नगरपालिका 2 स्थित कीर्ति देवल कृषि सहकारी संस्थाका कृषकहरूलाई विषादीहरूको असर तथा यसको सुरक्षित प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। यसैगरी एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा चैत्र 9 गते विभिन्न सरकारवाला निकाय सम्बन्धित क्षेत्रका कृषक लगायत प्रतिनिधिका बीच अन्तर्क्रिया कार्यक्रम गर्दै चैत्र 2 देखि 9 गतेसम्म विषादी प्रयोग मुक्त सप्ताह 2081 भव्य रूपमा मनाइएको छ। विषादीको प्रयोगमा जानुभन्दा हामीले विषादी रासायनिक विषादी प्रयोग नगरौँ भन्ने हिसाबले नै 2074 साल फागुन 6 गतेदेखि नै लागेका छौँ। कृषि क्षेत्रलाई अगाडि बढाउने हो भने कृषि क्षेत्रमा 2टा निर्णय गरिदिएको छ। यो नीतिगत निर्णयले चाहिँ आगामी भविष्य चाहिँ त्यसरी जान्छ भनेर यो प्राङ्गारिक कृषिका आधारहरू तयार गर्ने र रैथाने बालीको संरक्षण गर्ने र यदि प्रयोग भइरहेको रासायनिक विषादीलाई बिस्तारै न्यूनीकरण गरौँ, प्रयोग नगरोस्। यसको विकल्पमा प्रदेश सरकारले नीतिगत रूपमा कार्यक्रम रूपमा बजेट व्यवस्थापन गर्दै जाने, सहजीकरण गर्दै जाने, क्षमता अभिवृद्धि गर्दै जाने, तालिमहरू दिँदै जाने र अहिले भने हामीले प्राङ्गारिक जैविक विषादीहरूमै प्रयोग गर्नलाई चाहिँ केही करोड मूल्यमा अनुदानहरू दिने, तालिमहरू सञ्चालन गर्ने, सङ्घीय सरकारले नै हामीलाई आउने रासायनिक मलको अनुदान कटौती गरेर त्यसको सट्टाको विकल्पमा चाहिँ अलिक केही बजेट बढाएर हामी प्राङ्गारिक जैविक मलमा नै अनुदान दिनुहोस्, हामी त्यो अनुदान पाएर त्यो चाहिँ हामी कृषकलाई चाहिँ दिन्छौँ भनेर प्राङ्गारिक र जैविक विषादीमा हामी केन्द्रित रहेको अवस्था छ। यो केमिकलबाट हुने क्यान्सर चाहिँ यो विषादीको प्रयोगबाट हुन्छ। श्वास प्रश्वासमा हुने रोगहरू पनि यसले गर्दा गर्छ र नसा सम्बन्धी जस्तै हाम्रो शरीरमा ब्रेन, दिमाग लगायत शरीरका सबै भागहरूमा नसाहरू हुन्छन्। त्यो नसाहरूको पनि यसले नसाहरूमा हुने रोगहरू जस्तै बुढेसकालमा अथवा जवानीमै पनि कुराहरू छिटो बिर्सिने। कतिपयले चाहिँ यो परीक्षण नै गर्नु मान्नुहुन्न भन्ने खालको पनि गुनासो गर्नुहुन्छ नि? त्यो छैन। हाम्रो हाटबजारभित्र आएको सामानहरूमा उहाँ जुन ल्याबको साथीहरू हुनुहुन्छ उहाँहरूले पालो पालो जुन पसलबाट उठाएर जुन त्यहाँ केही पनि फरक हामीले निर्णय गरिरहेका छौँ। उहाँहरू आएर जे माग्नुहुन्छ, उहाँले आलु माग्नुभयो भने हामीले आलु मात्रै अर्को दिनु पाइएन। उहाँले जे लिनुहुन्छ, जति आधा किलोभन्दा 1 पाउ जस्तो हुन्छ त्यो दिनु भने हाम्रो समितिको निर्णय पनि छ, व्यवसायसँग बसेर पनि गरेका छौँ। अहिले कस्ता कस्ता खालका विषादीहरू चाहिँ प्रयोगमा आउने गरेका छन् जो एग्रिमेन्टमा लिन आउने कृषकहरू चाहिँ त्यहाँ आउनुहुन्छ?
जस्तै थेरापिन ट्र्यापहरू हुन्छ, ल्युडहरू हुन्छ, त्यसपछि जैविक विषादी मसँग 5 किसिमको विषादीहरू छ, हर्बोजिन भन्ने छ तपाईँको चाहिँ। अनि त्यस्ता उहाँहरू धेरै किसिमको हामीसँग विषादीहरू भएको हुनाले त्यो गर्छौँ। तर केही किसानहरू आउनुभयो भने हामी सम्झाउँछौँ पनि यो विषादीहरू सफल खतरनाक विषादीहरू पुऱ्याउन गर्नुहोस्, रासायनिक विषादीहरू एकदम धेरै खतरनाक हुन्छ, यो मात्रा मिलाएर भन्दा पनि कतिपय किसानहरूले अटेर गर्नुहुन्छ। त्यसले गर्दा हामी एकदम न्यूनतम चाहिँ यो केमिकलको भएको विषादी हामी दिने गरेका छौँ। किसानहरूलाई सचेतना गराउने र जैविक खेतीतर्फ उन्मुख गराउनका निम्ति एउटा कृषि सिकाइ केन्द्र सञ्चालन भएको छ। त्यहाँ हामीले टनेलमा अनि खुल्लामा विभिन्न जैविक विषादीहरू र जैविक त्यही उत्पादन गरेर त्यही प्रयोग गरेर हामीले नतिजा प्रदर्शन गर्ने गरेका छौँ। सानो इकाइमा कसैको अर्ग्यानिक छ महँगो पर्छ, कसैको विषादीवाला छ सस्तो पर्छ र राम्रो पनि देखिन्छ पनि। यदि ल्याब टेस्ट कृषि कार्यालयले नै आफै ल्याब टेस्ट गरेर त्यो अर्ग्यानिक उत्पादन गर्नेको महँगो परेको छ भने कति पैसासम्ममा उत्पादन भएको छ त्यो महँगो परेको माल चाहिँ कृषि कार्यालयले नै आफूले खरिद गरिदिने र उसको ज्याला उतारिदिने गर्यो भने विषादीको कम हुनसक्छ। यो मलमूत्रबाट पनि चाहिँ यो पशुको गाई भैँसीको गौत भनौँ त्यसबाट चाहिँ गराममा चाहिँ उत्पादन गरेर अब त्यसबाट कीटनाशक औषधि चाहिँ उत्पादन गर्न सकिन्छ। अघि त रहेछ हामीले नगरपालिकाले उठाएर गाई जति काँडाहरू फाल्यो खेतमा, त्यहाँ त्यो मल बगेको छ गत बगेको छ, त्यसको व्यवस्थापन सरकारले गरेको छैन। त्यहाँको गत र मललाई बनाउने हो भने पुरै कर्णाली प्रदेशलाई अर्ग्यानिक बनाउन सकिन्छ। जैविक विषादी हाल्नु पर्यो भने 1.5 बिघामा कति लाग्ला? अब प्रत्येक 4 ml-देखि 5 ml हाल्नुपर्छ। त्यो विषादी महँगो छ र धेरै क्वान्टिटीमा धेरै लाग्छ। तर बाध्यताले गर्दा पनि यो कीटनाशक विषादीहरू हाल्नुपर्ने परिस्थिति सिर्जना भएको छ। बारी छ, पशुपालन छैन, मल के हाल? अब समस्या बन्यो। अनि के गर्छ किसानले सिधै लिएर रासायनिक मल प्रयोग नगरी साध्य छैन। अब भारतबाट, लखनऊ, कानपुरबाट ट्रक तरकारीहरू आउँछ। त्यसको त्यो आएको तरकारीसँग हाम्रो तरकारी कम्पिटिसन गर्न सक्दैन। विषादी र रासायनिक मलहरू प्रयोग गरेको तरकारीहरू बिक्री गर्नुपर्ने बाध्य छ। विषादी प्रयोगको फलफुल यो खाना यो तरकारीका कारणले गर्भवती तथा नवजात शिशुमा के कस्ता असरहरू देखिएका छन्? विषादीको मानिसले रोग प्रतिरोधात्मक क्षमतामा प्रत्यक्ष नकारात्मक असर देखाउँछ भन्ने त छ। त्यसमा पनि जुन एउटा मासुको त्यो डल्लो आकार बनेर जुन एउटा हाम्रो मुटुमा विभिन्न अङ्गहरू हुन्छ त्यसमा मुटुमा मात्रै असर देखियो भने त्यसले पनि अरू अङ्गहरूमा कतिको असर पार्छ र त्यो कतिसम्म हामीले त्यसलाई नियन्त्रण गर्न सक्छौँ। प्राकृतिक रूपमा घरमै उपलब्ध खालका मलहरू हाल्यो भने बरु बाहिरको चाहिने पैसा चाहिँ बचायो भने बरु त्यसपछि हामीले कम्पिटिसन जान सकिन्छ कि भन्ने हिसाबले हामी यो प्राकृतिक जान खोज्या हो। सूक्ष्म जीवाणु माटोमा पुग्नको लागि चाहिँ रसायन नहालेको छ, विषादी त्यहाँ परेको छैन भने पक्कै पनि तपाईँको माटो कि ट्राइकोडर्मा छ, राइजोबियम छ, एजोटोब्याक्टर छ, मेटारिजम सबै छ। महिला अथवा पुरुषमा बाँझोपन नै ल्याउँछ। पहिला त बच्चै हुन दिँदैन होइन। दोस्रो कुरा चाहिँ यसले बच्चा भइहाल्यो, बच्चा गर्भ बसिहाल्यो भने पनि अब यसले गर्भपतन गराउने होइन, जुन गर्भपतन जुन आफसे आफ गर्भपतन हुन्छ महिलाको बच्चा बसिसकेपछि त्यो गर्भपतन हुने सम्भावना यसले एकदमै बढाउँछ। र अब गर्भ अगाडि बढ्यो भने पनि कहिलेकाहीँ जुन हाम्रो महिना नपुग्दै बच्चाहरू जन्मिन्छ होइन, जुन प्रिटर्म लेबर भन्छौँ हामी, सुस्त मनस्थिति हुने, बच्चाको चाहिँ वृद्धि विकास यो जुन नसा सम्बन्धीको वृद्धि विकासमा चाहिँ कमी आएको कारणले गर्दा बच्चाको वृद्धि विकासमा कम हुने, यदि बच्चाहरू बढ्दै जाँदाखेरि चाहिँ बच्चाहरू एकदम चञ्चल खालको बच्चाहरू, एकदमै हाइपर एक्टिभ हुन्छ, एकदम बढी एक्टिभ खालको बच्चाहरू हुन्छ। जो पहिले विषादी हाल्ने कति दिनपछि त्यसलाई टिप्दै बजार मार्केटमा लाने, त्यसलाई चाहिँ एकदम ध्यान पुर्याउनु होला भन्न चाहन्छु। ट्र्याक्टरको प्रयोगले माटोमा भएको उर्वरा शक्ति छिट्टै सकिँदो रहेछ। यो रोटाभेटरको प्रयोग बढी गर्यो भनेदेखि माटोको उर्वरा शक्ति सकिने भएको हुनाले त्यहाँ चाहिँ अहिले रोटाभेटरलाई प्रयोग गर्नै छोडिएको रहेछ धेरै जसो ठाउँहरूमा। अत्यन्त सचेत हुनुपर्ने आवश्यकता छ। इन्डियाबाट आउने तरकारीमा प्रयोग हुने विषादी भन्दा हाम्रो कर्णाली प्रदेशमा उत्पादन भएको तरकारीमा विषादीको मात्रा धेरै देखिन्छ भने त्योभन्दा खतरनाक के हुन्छ? त्यो भएर अत्यन्त सही टाइममा राइट काम भएको अनुभव भएको छ, हामीले महसुस गरेका छौँ। अब किसानहरू पनि चाहिँ अब बिस्तारै सजग हुन थाल्नु भएको, त्यसले गर्दाखेरि यो एउटा महत्त्वपूर्ण अवसर पनि छ। हाम्रो साबीको कर्णाली चाहिँ हामी भर्ती नै छौँ। त्यो चाहिँ अब
हामीले चाहिँ अब यो कानुनी हिसाबले मल विषादी चाहिँ दिइरहेको छ। अब यो तल्लो चाहिँ कर्णालीमा जहाँ व्यावसायिक रूपमा खेती भइरहेको छ यसलाई बिस्तारै बिस्तारै घटाउँदै रासायनिक विषादीको विकल्प खोजिरहेको छ। त्यसले गर्दाखेरि अब यो अभियानलाई साकार बनाउन अथवा सफल पार्नलाई हामी सबैको चाहिँ आफ्नै चाहिँ भूमिका छ। आज हामीले प्रयोग गर्ने रासायनिक मल र विषादी जसको प्रयोगबाट जुन दुष्प्रभाव आज हामीले भोगिरहेका छौँ, यसमा अज्ञानता पनि कारक छ, मानिसको लोभ पनि कारक छ। यो जुन विषय हामीले उठान गरेका छौँ यसबाट मुक्त हुनको लागि प्रत्येकले सङ्घर्ष गर्न जरुरी छ, इमान्दार हुन जरुरी छ। कर्णाली प्रदेशले यसका सन्दर्भमा आवश्यक कानुनहरू निर्माण गरेको छ। 10 वर्षे कृषि रणनीति पारित गरेका छौँ। नीति कार्यक्रममा पनि आएको छ, बजेटमा पनि हामीले यसलाई ल्याएका छौँ। धेरै विषादीहरूमध्ये 56वटा विषादीहरू अझै पनि नेपालमा प्रयोग भइरहेको अवस्था छ। 26वटा विषादीहरू प्रतिबन्ध गरेको छ र हामीले प्रयोग गर्ने जुन विषादीको असरले पानीको जुन इकोसिस्टम छ त्यसलाई पनि असर पारिरहेको छ। 10 गुणाको हिसाबले बढिरहेको छ। अब यो 1990 पछि त यो धेरै अत्याधिक मात्रामा विषादीको प्रयोग बढेको र अब यो असरलाई घटाउनको लागि हामीले विगतमा होइन राष्ट्रिय आइपिएम कार्यक्रम मात्र थुप्रै पाठशालाहरू सञ्चालन गऱ्यौँ। अहिले प्राङ्गारिक कृषक पाठशाला सञ्चालन भइरहेछ। स्वास्थ्य क्षेत्रबाट पनि थुप्रै अब यो सचेतनामूलक कार्यक्रमहरू नेपाल होइन यो अपूर्व रोग निवारण संस्थाबाट पनि थुप्रै कार्यक्रम भएका छन्। हाम्रो खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालाबाट पनि थुप्रै काम भएको छन्। अब हाम्रो यहाँ बजारबाट पनि थुप्रै काम भएको छन्। अब भनेको हामी वास्तवमा यो मुभमेन्टमा अगाडि बढिरहेका छौँ र यो मुभमेन्टमा सहयोग गर्नमा वास्तवमा यहाँहरू सबैको सहयोग चाहिन्छ। यसो पनि कृषकले विषादी प्रयोगमुक्त सप्ताह 2081 को प्राङ्गारिक कृषि कर्णालीको पहिचान विषादी रहित उत्पादन हाम्रो अभियान भन्ने जुन नारा छ, आयोजकको हिसाबले यहाँहरू सबैमा मैले हार्दिक धन्यवाद दिन चाहन्छु। प्राङ्गारिक कृषि कर्णालीको पहिचान विषादी रहित उत्पादन हाम्रो अभियान।